धनुषा 1 मा रासोपाका किशोरी शाहको अन्तरिम आदेशको माग सर्वोच्चद्वारा अस्वीकार गरेको छ। सर्वोच्च अदालतले प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाबाट धनुषा क्षेत्र नम्बर 1 मा उम्मेदवारी दिएका किशोरी शाह कमलको उम्मेदवारी खारिज विरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। निर्वाचन आयोगले कालो सूचीमा रहेको भन्दै शाहको उम्मेदवारी खारिज गरिदिएपछि उनी सर्वोच्च अदालत पुगेका थिए। न्यायाधीशहरू विनोद शर्मा र मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश दिन नमानेको हो। यसअघि सर्वोच्च अदालतले उनलाई कालो सूचीमा नराख्न आदेश दिएको थियो। आइतबार उम्मेदवारी खारिज गर्न आयोगको निर्णय विरुद्धको रिट निवेदनको सुनवाईपछि सर्वोच्च अदालतका सहायक प्रवक्ता निरञ्जन पाण्डेले भने उहाँ आफ्नो उम्मेदवारी खारिज गरिएको निर्णय विरुद्ध अदालत आउनु भएको थियो, तर अन्तरिम आदेश भएन। उनका अनुसार आदेशको विवरण सोमबार आउनेछन्। उक्त क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृका यादवलाई निर्वाचन आयोगले विजय घोषणा गर्दै प्रमाणपत्र समेत दिइसकेको छ। किशोरी शाह कमलको उम्मेदवारी निर्वाचन आयोगबाट खारिज भए पनि मतदानका बेला रासोपाका चुनाव चिन्ह मतपत्रमा कायमै रहेको थियो। उनको उम्मेदवारी खारिज भइसकेको भन्दै आयोगले त्यसमा परेको मतलाई वैधता दिएन। तर मतगणना स्थलमा रहेका रासोपाका प्रतिनिधिले किशोरी शाहलाई नै सबैभन्दा धेरै मत परेको बताएका विवरणहरू आएका थिए। कम्तीमा अब अदालतबाट अन्तिम फैसला नहुँदासम्म मातृका यादवलाई निर्वाचित घोषणा गर्ने निर्वाचन आयोगको निर्णय हाललाई कायम रहने विज्ञहरूको भनाइरहेको छ। यसैसँगै निर्वाचन आयोगलाई चुनावी प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउन हुन सक्ने सम्भावित ढिलाइ बारेको अन्यल पनि अन्त्य भएको जानकारहरू बताउँछन्। उम्मेदवारी खारिजीको आधारहरू के थियो त? निर्वाचन आयोग ऐन 2074 को दफा 13 बमोजिम उनको उम्मेदवारी खारिज भएको आयोगले जनाएको थियो। उक्त दफामा उम्मेदवारको योग्यता सम्बन्धी प्रावधान रहेको छ। उक्त दफाको उपदफा ज मा प्रचलित कानुन बमोजिम कालो सूचीमा रहेकोमा सो अवधिभरि उम्मेदवार अयोग्य हुने व्यवस्था छ। शाह बैंकको कालो सूचीमा रहेको भन्दै उजुरी परेको र त्यसबारे छानबिन गर्दा उक्त दावी पुष्टि भएको आयोगको भनाइ थियो। त्यसैले उनको उम्मेदवारी खारिज भएको हो आयोगले जनाएको थियो। तर सर्वोच्च अदालतले गत साता उनलाई त्यस्तो कालो सूचीमा नराख्न आदेश दिएको थियो।